ल फाइनली साथी हो है। ल मुखदारको बोर्डमा आइपुग्यो। यो कुलुङ पर्छ होइन त? हजुर कुलुङ। भोजपुर कुलुङ टक्क होइन दायरसँग यसो रुख हेर्दैछौँ। मुखदार मात्रै फल्ने यो रुख चाहिँ 7 चोटि चाहिँ सारिसकेको अरे योसँग। ल 9 मुखीदेखि माथि मात्रै फल्छ अरे यहाँ चाहिँ। मुखदारै मात्रै मुखदार। ल है त यो चाहिँ बर्दा नै हजुर। नत्र आजसम्म मैले मुखदार मात्रै फलेको कहीँ सुनेको छैन। तपाईँले सुन्नुभएको छ रेकर्ड छ कतै मुखदार मात्रै फलेको? यता छ है, अरू ठाउँ पनि छ है? जस्तो होइन मुखदार मात्रै फल्ने बोट चाहिँ झापामा छ है? यहाँ त 5 मुख यता फल्दैन। झापामा छ, झापाको राम्रो छैन। ए हो है, झापाको चाहिँ ल झापाको यसो दिँदैन कि यहाँ त यस्तो जोस् पहिलो रेकर्डै भनौँ न यो रुख त होइन? मुखदार मात्रै फल्ने। करोडौँ कमाइसक्यो नि त यो रुखले त। बिउले नै मात्रै कति कमायो होला अनुमानित? बिउले मात्रै यो जस्तो काटेरै मात्रै धेरै करोड कमाइसक्यो नि। लगभग यहाँ 1.5 करोडको भन्दा बढी कामदैन हो वार्षिक। तर मुखदार चाहिँ भने अरू दाना जस्तो बाक्लो चाहिँ फल्दैन होला है? पातुलो फल्छ नि? बाक्लै फल्छ? यसमा ज्वाला पर पनि 21 पर्छ। 21 पर्छ है?